हामीले करिब एक जननेता मदन भण्डारी जन्म जयन्ती 75औं जन्म जयन्ती समारोह समिति एउटा व्यवस्थापन समितिको गठन गरेको थियो। त्यसको आयोजनामा यो कार्यक्रम भएको छ। यहाँहरूलाई थाहा नै छ, गत वर्ष असार 14 गते उहाँको जन्म जयन्तीको सन्दर्भमा नै यो निर्णय गरेर यो समितिको व्यवस्थापन समितिको चाहिँ गठन भएको हो। तर त्यसपछिको राष्ट्रिय परिस्थिति भनेको चाहिँ त्यति अनुकूल भएन, प्रतिकूल हुँदै गयो र जुन वर्षभरि विभिन्न ढङ्गले कार्यक्रमहरू गर्ने भनेर एउटा सोचका साथ यो समिति बनेको थियो, त्यो हुन नसकेको भन्ने मेरो ठम्याइ छ। खास गरेर गत वर्षको भदौ 23-24 को घटनाले देशलाई जुन ठाउँमा पुर्यायो, करिब 3 महिना जसो त देश एउटा स्तब्ध जस्तो अवस्थामा रह्यो। त्यसपछि पनि फेरि आउने आम निर्वाचन, त्यो कारणले गर्दाखेरि यस्तो खालको गतिविधिहरू गर्न त्यति समय अनुकूल नरहेको भन्ने देखिन्छ। त्यसैले गर्दा मलाई लाग्छ यो कार्यक्रम चाहिँ औपचारिक रूपमा यहाँहरू सबैलाई जानकारी छँदैछ। यो कार्यक्रम यो जन्म जयन्ती समारोह समितिको औपचारिक रूपमा पहिलो कार्यक्रम हो मैले बुझेको। र मलाई पनि सम्झना गरेर जन्म जयन्ती समारोह समिति बन्यो, त्यसको संरक्षकमा मलाई आमन्त्रण गर्नुभयो र आजको यो कार्यक्रममा पनि मलाई सहभागिताको लागि जुन निमन्त्रणा गर्नुभयो, म जननेता मदन भण्डारीको 75औं जन्म जयन्ती यो समारोह समितिलाई धेरै हार्दिक धन्यवाद दिन चाहन्छु र म उहाँलाई स्मरण गर्न चाहन्छु कि उहाँलाई हामीले भौतिक रूपमा गुमाएको करिब 30 वर्ष बढी भइसकेको छ। तर पनि भावनात्मक रूपमा, आत्मीय हिसाबले, वैचारिक हिसाबले र राजनीतिक हिसाबले नेपाली जनजीवनमा उहाँ जीवन्त नै रहनु भएको छ, जीवन्त हुनुहुन्छ। उहाँ एउटा राष्ट्रवादी नेता हो र दूरदृष्टि भएको नेता हो। त्यसैको मार्गदर्शनमा नै अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलन एक ढङ्गले सङ्गठित र सशक्त ढङ्गले रहेको छ भन्ने कुरा पनि म यहाँलाई राख्न चाहन्छु। आज राखेको जुन विषय छ अलि भेग नै जस्तो देखिन्छ। बहुदलीय प्रणाली, त्यहाँ जनताको बहुदलीय जनवाद भनेको छैन। बहुदलीय प्रणाली, सामाजिक सद्भाव र राष्ट्रिय एकता, फेरि सामाजिक एकता, सद्भाव र राष्ट्र निर्माण भनेर निकै भेगको यो चाहिँ विषय छ। र यो विषय अब संसारमा धेरै दर्शन चलेका छन्। धेरै दर्शनलाई मानिसहरूले, अब देशहरूले अनुसरण गरिरहेको अवस्थामा मलाई लाग्छ यो व्यवस्थापन समितिले पनि जनताको बहुदलीय जनवादमै आधारित रहेर, सन्दर्भ जननेताको जन्म जयन्ती रह्यो, तर जबजकै आधारमा सामाजिक एकता, सद्भाव र राष्ट्र निर्माण भन्दा पनि समग्र एउटा कुरालाई हेरेर, समग्रतालाई हेरेर नै विषय
बनाएर अनि त्यसपछि प्रस्तुतालाई विषय दिएको जस्तो मलाई लाग्छ। मैले यहाँ बसेर सुनिरहँदाखेरि मेरो जानकारी मैले त्यो रूपमा बुझेको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। त्यसो हुँदाखेरि यो विषय वास्तवमा एकदमै महत्त्वपूर्ण छ अहिलेको समसामयिक सन्दर्भमा। आज देश जुन गतिमा गइरहेको छ, हामीले यी विषयहरूलाई हेरेर अब राम्रोसँग अध्ययन गरेर हाम्रो देशको आवश्यकता अनुसार हामी अगाडि बढ्नुपर्ने हुन्छ। विषय एउटा मात्रै वैचारिक दृष्टिकोण अथवा एउटा मात्रै दर्शन, एउटा मात्रै सिद्धान्तमा आधारित अलिकति खुला ढङ्गले आज प्रस्तुत भएको हुँदाखेरि मलाई पनि यहाँ प्रस्तुत गर्ने हाम्रो प्राध्यापक हेमराज सुवेदीजी होइन त, उहाँलाई पछि छुट्टै म व्यक्तिगत भेटेर कुरा गर्नु पर्ला भन्ने उहाँको प्रस्तुतिकरण भइरहँदा मलाई पनि मनमा आएको थियो। त्यही कुरा नै म भन्न चाहन्छु होइन, हामी पछि फेरि कुरा गर्न सक्छौँ। तर मलाई एकदम खुसी के लागेको छ भनेदेखि समिति बनेको करिब वर्ष दिन हुन लाग्दाखेरि पहिलोचोटि होइन यहाँ मलाई लाग्छ 3 पुस्ताको उपस्थिति छ होइन। ज्येष्ठ पुस्ता, ज्येष्ठ नागरिक, त्यसपछिको दोस्रो तेस्रो पुस्ता छ। सबभन्दा हाम्रो मदन भण्डारी फाउन्डेसनको मैले बुझेको योजना र यो समितिलाई भनिएको कुरा पनि तपाईहरू धेरै युवा नवयुवाहरूमा जानुस्, विचार लिएर जानुस् भन्ने नै हो। तर अब सुरुवाती अवस्थामा यो त एकदमै प्रारम्भ हो। प्रारम्भमा यहाँ ढोका खोलिएको छ। फेरि यही समितिले सबैतिर कार्यक्रम गर्नुपर्छ भन्ने पनि छैन। अहिले अरू पार्टीहरूको कुरा नगरौँ, नेपाल एउटा चाहिँ गणतन्त्रात्मक देश हो। त्यसमा अब विभिन्न पार्टीहरू बहुदलीय व्यवस्था छ। त्यसमा नेकपा एमाले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकार गरेको छ र मदन भण्डारीलाई जननेताको रूपमा सम्मान दिएर स्वीकार गरेको छ र नेपालको एउटा सङ्गठित शक्तिशाली पार्टीमा नेकपा एमाले आउँछ र यसको चाहिँ तपाईको 77 जिल्लामा कमिटीहरू छन्, 753 र कति वडाहरू छन्, सबै नै छ, जनसङ्गठनहरू पनि छन्। यो समितिले मात्रै कार्यक्रम गर्नु पर्दैन। के विषयमा तपाईहरू कार्यक्रम गर्न चाहनुहुन्छ हुन्छ, यहाँ विभिन्न आस्थासँग सम्बन्धित हुनु होला। त मैले अलिकति जब जसलाई स्वीकार गरेको, आधिकारिक ढङ्गले स्वीकार गरेको पार्टी नेकपा एमाले भएको हुनाले मैले भनेको यहाँहरूले चाहिँ सबै ठाउँमा कार्यक्रम गर्न सक्नुहुन्छ। विवाहहरूको बिचमा पनि जति संस्थाहरू छन् त्यति ठाउँमा गर्न सकिन्छ। यो प्रारम्भ मात्रै हो। यो चाहिँ मैले आजको सन्दर्भमा भनेको। हाम्रो देशको एउटा विशेषता चाहिँ के हो भने हाम्रो देश वास्तवमा सद्भावको हिसाबले, सहिष्णुताको हिसाबले संसारको एउटा नमुना नै देश हो भन्ने मलाई लाग्छ। त्यति धेरै भाषाभाषी, त्यति धेरै जात जाति र धार्मिक आस्थाको हिसाबले पनि धेरै सांस्कृतिक समुदायहरू भएको, धेरै सांस्कृतिक धार्मिक त्यस्तो खालको चाहिँ अनुसरण गरिरहेको देश वास्तवमै एकदमै सहिष्णु र सद्भावपूर्ण देश हो। तर त्यति हुँदाहुँदै पनि अहिले केही
भड्काउहरू आइरहेका छन् र समाजलाई असर गर्ने भनेको चाहिँ तपाईको जुन सामाजिक सद्भावमा भड्काउ आयो भने हाम्रो सामाजिक एकतामा असर पर्छ र त्यसले आर्थिक अर्थतन्त्रमा पनि असर पर्छ र त्यसले चाहिँ राष्ट्रिय एकतामा पनि असर पर्छ र अहिले त हाम्रो जुन सद्भाव र सहिष्णुता छ त्यसलाई कुन विषयले खेलिरहेको छ, कुन विषय चाहिँ हाम्रो चुनौतीको रूपमा आएको छ। धेरै चुनौतीहरूको हामीले सामना गर्दै आयौँ, तर अहिले अब वर्तमानमा हाम्रो चुनौती के हो त्यो कुरालाई हामीले समाधान गर्नेतर्फ लाग्नुपर्छ जस्तो मलाई लाग्छ। म आज यो कार्यक्रममा सहभागी सुन्न र हेर्नको लागि म यहाँ सहभागी भएको थिएँ। मलाई सम्बोधन गर्न पनि समितिले मलाई आग्रह गर्यो र मैले केही कुराहरू राख्ने, यसको खास गरेर हाम्रो अबको दिशा कतातिर जानुपर्छ भन्ने हिसाबले केही कुराहरू मैले राख्ने कोसिस गरेको हो। यहाँहरूको बुझाइ र यो समितिको चाहिँ दृष्टिकोणमा एकता हुनुपर्छ जस्तो मलाई लाग्छ। हामी कसैले बोलाउँछ र हामी त्यसमा सहभागी हुने भन्दा पनि आफ्नो आफ्नो ठाउँबाट सक्रियता बढाउने दिशातर्फ उन्मुख हुनुपर्छ, त्यतातिर चाहिँ निर्देशित हुनुपर्छ भन्ने चाहिँ मदन भण्डारी फाउन्डेसनको पनि आग्रह छ र यही कुराहरू राख्दै हाम्रो प्रोफेसर डाक्टर यो कार्यपत्र प्रस्तुत गर्नुभयो, उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो दुईजना प्रोफेसरहरू उहाँले टिप्पणी गर्नुभयो, उहाँहरूप्रति पनि म एकदमै धन्यवाद र यहाँहरूप्रति आभार। यहाँहरू सबै सहभागीहरूप्रति एकदमै हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।